अब हामी चाहिँ यहाँनिर पिकनिक खानको लागि हिँडेको के ल्यान्ड अरे रामबहादुर ड्रिमल्यान्ड कि आइसल्यान्ड हो ड्रिमल्यान्डको आइसल्यान्ड के भन्ने पनि जाँदैछौँ बाटो लोकेसन हाम्रो छोड्यो भरे फर्केर आउँदाखेरि चाहिँ त्यहाँ बसाइ हुन्छ हो अब अहिले भर्खर जाँदै गरेको यो दृश्य बाटो रफ भएर चाहिँ पुरा हल्लेको छ हामी चाहिँ गाइस यसरी हल्लिँदै जाँदैछौँ आम्मा डरलाग्दो भएछ त अगाडि त खास भएछ नि त अगाडिको सिन चाहिँ खास भएछ नि हेलो जोजो जोजो यो जोजो फेरि हामी पिकनिक खाएर सकेर फर्किँदै गरेको अवस्था हो यो चाहिँ के भएर यस्तो भएको हौ के भएर यस्तो भएको खुट्टा गाडी फसेर गाडी खेलेको हिलो लागेको जिउभरि मान्छे त हेरिन सक्दो रहेछ नि अब त्यो त अब हेलो गाइस हामी चाहिँ अहिले त्यो के अरे रफ रोड चाहिँ सकेर रडथाङ ब्रिज चाहिँ आइपुगिसकेको छौँ हो यो रडथाङ ब्रिज हामी टक्कै आइपुगेको छौँ हो यो रडथाङ ब्रिजको नजारा देखाइरहेको छौँ अब यहाँबाट चाहिँ हामी 4 माइलतर्फ लाग्यो है कति दामी गाना गाउँदै हो अन्त